हेलो गाइज गुड मर्निङ एभ्रिवान र आज हाम्रो साथमा हुनुहुन्छ हाम्रो छत्रप्रसाद गुरु र हामी जाँदैछौँ र आज पनि हामीलाई बसले छोडेछ र हामीले अटो बुक गऱ्यौँ र अटोमा गइदियौँ र हामीलाई चाहिँ हाम्रो गुरुले सिकाउँदै हुनुहुन्थ्यो कि अटोमा यताउति यस्तो पाइन्छ भनेर हामी चाहिँ हेरिरहेको थियौँ यसरी सिकाइदिइ राख्नु भएको थियो होइन गइरहेको थियो बाटोमा हाइवेमा मजा आइरहेको थियो यतिकैमा चाहिँ फाइनल्ली हामी स्कुल पुग्यौँ यो बसले जहिले हामीले छोड्ने र आज झ्याउ लगाइरहेको थियो र आज म्यामहरूले चाहिँ पढाइरहेको थिएँ मजा आइरहेको थियो है र एकछिनमा म क्लासमा गएँ भाइ बहिनीहरू एकदम खुसी थियो कि एक्साइटेड भन्नुहुन्छ भने कुरै छाड्यो कोही बिग फ्यान भन्दै थियो कोही के भन्दै आफूले लेखेको कुराहरू देखाइरहेको थिएँ होइन मैले सर्ट भिडियो खिच्थेँ मजा भइरहेको थियो एकदम राम्रो राम्रो लेखिरहेको थिएँ भाइ बहिनीहरूले र मैले गरेको कामप्रतिको रिजल्ट पाउँदा एकदम खुसी थिएँ त्यसमा मभन्दा झन् धेरै भाइ बहिनीहरू झन् धेरै खुसी थिए र एकछिनमा फेरि अर्को क्लासमा गयो अर्को क्लासमा पनि त्यत्तिकै राम्रो स्वागत पाइयो फेरि फेरि झन् धेरै खुसी मिलिहाल्यो र भाइ बहिनीहरूको यो माया देखेर चाहिँ म एकदम आभारी छु भाइ बहिनीप्रति सो त्यही हो हामी चाहिँ डायमन्ड एकाडेमीको एक हप्ताको यो स्मार्ट ह्यान्ड राइटिङ कार्यक्रममा थियौँ होइन र आज चाहिँ हामी अन्तिम दिनमा पनि थियौँ र भाइ बहिनीहरू एकदम हामी जाँदै गर्दा बिदाई पलमा कोही दुःखी थिए कोही खुसी थिए होइन हाँसी पनि रहेको थिएँ है एकदम रमाइलो भइरहेको थियो र कक्षा 8मा जाँदाखेरि चाहिँ यो भाइ चाहिँ एकदम मन परेको मलाई यो भाइको यार एकदम इनोसेन्ट होला यसमा लिएर सक्नुहुन्छ कि इनोसेन्ट बनेको कि मन जितेको थियो मलाई त अनि यहाँका केटीहरू भन्नुहुन्छ भने यस्तो थिए बहिनीहरू चाहिँ एकदम चञ्चले फेरि है त्यो भाइ फेरि इमोसन अनि चाहिँ मैले चाहिँ बहिनीहरूको चाहिँ भिडियो खिचेर लजाइदिइरहेको थिएँ बहिनीहरू र फेरि म निस्किँदै गर्दाखेरि चाहिँ सबले चाहिँ ल भाइ भन्दै थियो अन्तिममा हाई भन्दै थियो कोही चाहिँ र यतिकैमा चाहिँ हामी टिफिन टाइमबाट पानी खान गयो र पानी खाइयो है पानी खान गएको सर चाहिँ टोलाइराख्नु भएको थियो खै किन बुझ्नै सक्दैन र म चाहिँ पानी खाएँ र हामी चाहिँ त्यहाँबाट पनि फर्क्यौँ र म चाहिँ गएँ अर्को क्लासमा त्यहाँ जाँदाखेरि भाइ बहिनीहरू चाहिँ मेरो अटोग्राफ भनेर मेरो ज्यान खाइरहेको थियो क्या त्यसपछि मैले चाहिँ सबलाई एउटा यसै गरिदिएँ तर म त्यति भाइरल त होइन तैपनि भाइ बहिनीहरू चाहिँ मलाई एकदम मानिरहेको थिएँ र यतिमा एउटा भाइले चाहिँ फेरि अटोग्राफ भनेर मैले बेसमा चाहिँ मेरो साइन गरिदिएँ होइन भाइ एकदम ह्याप्पी थियो हेर्नु सक्नुहुन्छ होइन भयो अब यही हो है हाम्रो माया सम्मान यही हो हामी भेट भयौँ अब फेरि अर्को साल भेटिन्छ र आजको दिन चाहिँ एकदम रमाइलो भइरहेको थियो भाइ बहिनीहरू अर्को नयाँ क्लासमा गएको त्यहाँ पनि लेखिरहेको थिएँ सबजनाहरू आफ्नो काम गरिरहेको थिएँ आफूले गरेको काम देखाइ पनि रहेको थिएँ एकदम राम्रो गरिरहेको थिएँ भाइ बहिनीहरू चाहिँ एकदम ज्ञानी थिए यत्तिको मन जित्ने विद्यार्थी भयो भने चाहिँ काम गर्न अब पनि मजा आउँदो रहेछ सो फाइनली यति गरिसकेपछि हाम्रो काम सकिसक्यो तर अब हामी पर्ने हुन्थ्यो र हामी चाहिँ जानको लागि चाहिँ अटोमा बसिसकेको थियौँ र आजको फर्स्ट कमेन्ट चाहिँ रहेको छ चन्द्रमा ओलीको एन्ड बाई गाइस।